भर्खरै प्राप्त समाचार अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्व गृहमन्त्री समेत भइसकेका दुई पटक उनलाई चाहिँ अस्ति पक्राउ गरिएको थियो र आज फेरि थुनामा पठाउने निर्णय गरेको छ। थुनामा यानि कि कारागार चलान गरेको छ। यसले के देखाउँछ भने रवि लामिछाने विगत 1 वर्षदेखि चाहिँ देश दौडामा छन्। आफ्नो पार्टीको कार्यक्रम होइन कि अदालत र जेल नेल गरेर, हैन। साँच्चीकै हामी जस्तो लाखौँ युवाहरू के चाहन्छौँ भने यदि रवि लामिछाने साँच्चीकै दोषी हो भने उसलाई साँच्चीकै सजाय तोकेरै कारोबार हालियोस्, हैन भने सधैँभरि यो दुःख दिने काम चाहिँ बन्द गर्नुस् नेताजीहरू। प्रमाणसहित जेल हाल्नुस् कि भनेपछि छोड्नुस्, नत्र भने तपाईँहरूको अलिकति यो सिस्टम भएन।